धेरै छन् हैन। अब तर अहिलेको सिचुएसनमा सायद अब आइटी प्रायोरिटी हो कि होइन दिपेश सर, म त्यसमा चाहिँ एकैछिनमा आउँछु होइन। र यो इस्यु अब दिपेश सरले बेसिकली के भन्नु भन्दाखेरि हामी प्रडक्ट र सर्भिस बेस दुईवटा एरियामा चाहिँ फोकस गर्छौँ र 1998 पछि चाहिँ हामी आउटसोर्सिङमा पनि नेपालको एउटा चाहिँ प्रवेश देखियो। सर वान अफ द पाइनियर सफ्टवेयर डेभलपर, दुईवटा पेटेन्ट होल्डिङ र त्यसपछि पनि प्रडक्ट नै लिएर अगाडि बढ्नुभएको छ। सरको एक्सपिरियन्स यो कन्टेक्समा चाहिँ कस्तो छ अहिलेको डेभलपमेन्टको सिनारियो र अहिलेको चाहिँ सिचुएसन, र यसपछि हामी अलिक बिस्तारै यो विषयलाई चाहिँ अगाडि बढाएर चाहिँ हामी अभियसली अघि भने जस्तै इस्युजतिर जान्छौँ। तर सरको एनालिसिसमा दुईवटा मात्रै पेटेन्ट किन छ, नेपालमा 72 मात्रै पेटेन्ट किन, त्यो पनि बाहिर देशको धेरै पेटेन्टहरू त्यसमा छ, के कारण छ त्यसमा? मेरो विचारमा यो सफ्टवेयरलाई एउटा चाहिँ हामी बिजनेससँग जोड्न सक्छौँ, अर्को चाहिँ टेक्नोलोजीसँग जोड्न सक्छौँ। यदि धेरैले बिजनेस मात्र गऱ्यो भने प्याटर्नहरू आउँदैन, तर टेक्नोलोजीसँग जोड्न थाल्यो भने प्याटर्न पनि आउँछ र नयाँ किसिमको सोल्युसन्स पनि आउँछ। नयाँ किसिमको सोल्युसन भनेको द्याट इज वाट वी प्रोभाइड टु द इन्डस्ट्री। हाम्रो चाहिँ एउटा मात्रै प्रडक्ट छ कार्पेटको लागि। नेपालमा बन्ने कार्पेटहरूलाई हाम्रो सफ्टवेयरमा डिजाइन गरिसकेपछि जस्तो डिजाइन गर्यो त्यस्तो कार्पेट हेर्न पाउँछ, त्यस्तै कार्पेट बनाउन पाउँछ। त्यसले गर्दाखेरि संसारभरि नै जसलाई कार्पेट चाहियो त्यसले हाम्रो सफ्टवेयरमा डिजाइन गर्छ, हाम्रो सफ्टवेयरमा कस्टमाइज गर्छ भनेको। त्यस्तो पोसिबिलिटी नेपालको थुप्रै इन्डस्ट्रिजमा छ। जुन अघि दिपेशजीले भन्नुभयो, जुन मेनली यो फाइनेन्सियल सर्भिसेसको सफ्टवेयर, त्यो सफ्टवेयर चाहिँ कस्तो भने डेटाबेस बनायो अनि डेटाबेसलाई इन्टरनल्ली रबस्ट बनायो, म्यानेज गर्यो, त्यसरी बन्ने एउटा त्यो चाहिँ जनरल सफ्टवेयर भयो। Whereas if you try to interface with hardware or if you try to do some research, त्यो रिसर्चमा बेस गरेर आफ्नो टेक्नोलोजी बनायो भने त्यो चाहिँ युनिक प्रडक्ट बन्न जान्छ। त्यो युनिक प्रडक्टको वर्ल्ड वाइड मार्केट हुन सक्छ। त्यसैले जुन कम्पनीजहरू अहिले छ जसरी काम गरिरहेको छ त्यो छँदैछ, तर नयाँ जेनेरेसनलाई हामीले नयाँ किसिमले ट्रेन गर्न सक्यौँ भने र उनीहरूलाई त्यो पोसिबिलिटी टेक्नोलोजी डेभलप गर्न सक्ने क्यापासिटी चाहिँ यहाँ छ, तर स्कोप सायद थोरैले मात्रै देखेको छ होला। त्यो स्कोपलाई अलिकति रियलाइज गर्न सक्यो अनि जुन अघि गभर्मेन्टले के गर्न सक्छ भन्ने कुरामा सायद हाम्रो फोकस नै त्यस्तो खालको कम्पिटिसनहरू अलिक धेरै गराउने अनि जसले कम्पिटिसनमा जित्यो उसलाई इन्क्युबेसनमा लाने, इनोभेसनलाई प्रमोट गर्ने, त्यस्तो खालको पोलिसिजतिर गयो भने नेपालबाट पनि संसारभरि बेच्न सक्ने टेक्नोलोजीहरू डेभलप गर्न सकिन्छ। र इन्स्टेड अफ जस्ट किपिङ अन आउटसोर्सिङ बिजनेस, त्योभन्दा आफ्नो टेक्नोलोजी नै संसारभरि एक्सपोर्ट गर्ने बिजनेसतिर हामीले फोकस गर्नुपर्छ जस्तो लाग्छ। चाहे एउटा दुईवटा तिनवटा मात्रै किन नहोस्, किनभने त्यतातिरको पोसिबिलिटी चाहिँ इज भेरी भेरी फास्ट। थ्याङ्क यू सर। म अब यसपछि सरकै पोइन्टलाई अगाडि लिएर म विश्वास सरतिर आउँ। विश्वासजी, सरले भन्नुभयो बेसिकली सफ्टवेयर टेक्नोलोजी र बिजनेस दुईवटा सेक्टरमा छ। हुन त फार्मास्युटिकल भनौँ या अरू म्यानुफ्याक्चरिङ भनौँ, सबैमा त्यो कम्पोनेन्ट हामीले हेर्छौँ। फार्मास्युटिकल पनि टेक्नोलोजी हो, टेक्नोलोजीलाई आएर रिसर्च एन्ड डेभलपमेन्ट गरेर बिजनेसमा कन्भर्ट हुन्छ र अहिले नेपालमा पनि त्यसलाई इन्डस्ट्रीको रूपमा हामीले मान्यता डेफिनेटली दिइरहेको छौँ। हामी इन्डस्ट्रीमा किन जान नसकेको सफ्टवेयर छ? इन्डस्ट्रीमा बिस्तारै मुभ त भइरहेछ होइन। अब मेन कुरा चाहिँ कस्तो छ भन्दाखेरि नेपालमा मार्केट भनौँ न इन्डस्ट्री इन द सेन्स इन्फोसिस जस्तो हामीले कम्पेयर गर्ने हो भने चाहिँ नेपालमा मार्केट पनि छैन होइन, पपुलेसन पनि छैन। र जुन हिसाबमा नेपालमा जति पपुलेसन छ र जुन हिसाबमा चाहिँ आइटी कम्पनीहरू चाहिँ नेपालमा ग्रो भइरहेछ, त्यो प्राइभेट सेक्टरको एफोर्टले अहिलेसम्म जति गेन भएको छ त्यो चाहिँ भनौँ न एउटा चाहिँ सराहनीय नै छ। अब तर यसमा अलिकति गभर्मेन्ट पार्टबाट चाहिँ अझै भइदिएको भए भनौँ न यही कुराहरू चाहिँ 2x या चाहिँ 4xको हिसाबमा जसको 200वटा स्टाफ छ ऊ चाहिँ अब 500वटा स्टाफ या चाहिँ 1000वटा स्टाफमा चाहिँ सजिलैसँग एउटा कन्फिडेन्टका साथ ग्रो गर्न सक्यो भनेदेखि इन्टरनेसनल मार्केटमा पनि उसले एक्सपोजर चाहिँ गेन गर्न सक्यो। अब यहाँ दुई तिनवटा कुराहरू जसले चाहिँ हामीलाई भनौँ न यो स्केलमा लिएर जानलाई चाहिँ रोकिरहेछ भन्ने कुरामा एउटा नेपालमा इस्टाब्लिस भएको कम्पनीलाई इन्टरनेसनली रिकगनाइज गर्नको लागि चाहिँ हामीले सक्दैनौँ।
होइन। अब हाम्रो सेन्ट्रल ब्याङ्कले या चाहिँ भनौँ न हाम्रो पोलिसीले नै विदेशमा गएर कम्पनी खोल्न चाहिँ दिँदैन होइन। सो नदिँदाखेरि अब नेपालको प्रडक्ट भनेर मैले बाहिरतिर गएर चाहिँ सेल गर्दाखेरिको चाहिँ पीडा र त्यो कन्फिडेन्ट लेभल चाहिँ कुनै पनि सफ्टवेयर कम्पनीले म सक्छु, म चाहिँ युनिक छु या मसँग पेटेन्ट नै छ भनेर पनि मैले सेल गर्नलाई चाहिँ गाह्रो हुन्छ भनेदेखि त्यो पार्टमा चाहिँ कुनै पनि आइटी कम्पनीले आउटसोर्स या भनौँ न इन्टरनेसनल प्रेजेन्स यदि चाहन्छ भनेदेखि त्यसलाई चाहिँ फेसिलिटेट गर्न सक्ने सिनेरियो भयो भने हामीले यसलाई चाहिँ इन्डस्ट्रियल उसमा चाहिँ भनौँ न यो लेभलमा चाहिँ ग्रो गर्न सक्छौँ। अर्को पार्टमा भने चाहिँ अब हाम्रै गभर्मेन्ट पार्टबाट कुनै पनि भनौँ न प्रोजेक्टहरू आउँदाखेरि चाहिँ अब त्यसको आरएफपीहरूदेखि लिएर रिक्वायरमेन्ट एनालाइसिस चाहिँ हाम्रो मल्टिनेसनल कम्पनी या इन्टरनेसनल कम्पनीले गरिदिन्छ, जसले गर्दाखेरि नेपालको कम्पनीलाई हुने गरी या चाहिँ नेपाल कम्पनीले पाउने गरी चाहिँ त्यो टेन्डरहरू नै बन्दिँदैन। र त्यो नबन्दाखेरि जब प्रोजेक्ट नै हजुरको चाहिँ भनौँ न अब 5-6 करोड या 10 करोड 15 करोडको प्रोजेक्टहरू चाहिँ बाहिर गइसकेपछि 10 लाख 5 लाखको प्रोजेक्ट गरेर चाहिँ त्यो कम्पनी चाहिँ हामी मल्टिनेसनल बनाउने र ग्रो गर्ने भन्ने कुरामा त हामीले कल्पना नै गर्न सक्दैन। सो इन्टरनेसनल प्रोजेक्ट या इन्टरनेसनल कम्पनीहरू इस्टाब्लिस गराउने हो या इन्टरनेसनल लेभलमा लिएर जाने हो भने नेपालको कम्पनीले पनि इक्वल राइट्स पाउनुपर्छ जस्तो लाग्छ। र नेपालकै एक्सपर्टिज डेभलप गरेर लोकल डोमेन एक्सपर्टहरू चाहिँ हामीले लगाएर यदि आरएफपी या रिक्वायरमेन्ट एनालाइसिस गर्न सक्यौँ भनेदेखि चाहिँ बल्ल नेपाल कम्पनीले अपर्च्युनिटी पाउँछ र त्यो पाउँदाखेरि चाहिँ सस्टेनेबल मोडलमा धेरै इम्प्लोइहरू चाहिँ जेनेरेट गरेर ठुलो प्रोजेक्टहरू चाहिँ काम गर्न सक्छ जस्तो मलाई लाग्छ। धन्यवाद प्रोफेसरजी। अब म त्यसपछि चाहिँ श्रीतिर जाउँ है। यङ माइन्ड्स यङ पनि हुनुहुन्छ, ग्रो पनि गर्दै हुनुहुन्छ। विश्वासजीले के उठाउनु भन्दाखेरि पहिला कुरा हामीले अघिको पहिलाको छलफलमा पनि भिड पुगेन अथवा पपुलेसन साइज पुगेन भन्ने कुरा चाहिँ नेपालको सफ्टवेयर इन्डस्ट्री चाहिँ एउटा चाहिँ गुनासो भन्ने कुरा पनि हुनसक्छ। तर मार्केट नेपाल मात्रै होइन कि नेपाल बाहिर पनि छ होइन, स्केल गर्नलाई अर्को इन्टरनेसनल कुरा। तपाईँको आफ्नो एक्सपिरियन्समा चाहिँ भित्री इस्युजहरू कहाँ छ? एउटा त उहाँले भनौँ न राष्ट्रको के अरे अनुमतिको कुरा भन्नुभयो, त्यसबाहेक अरू के छ त हामीलाई इन्टरनेसनल त्यसलाई चाहिँ भोलिको दिनमा चाहिँ त्यसलाई अलिक सहज गर्न सक्नुहुन्छ? सर्वप्रथम त मैले यो सफ्टवेयर इन्डस्ट्रीमा काम गर्दै आइरहेको छु। यसमा चाहिँ बाहिर हामीले सुरुमा बाहिर आउटसोर्सिङ काम धेरै नै गऱ्यौँ, तर पनि बाहिरको मार्केटसँग हामीले कम्पिट गर्न धेरै नै गाह्रो भयो। किनभने यहाँबाट हामीले पेमेन्ट सिस्टमको कुरामा सरले पनि गर्नुभयो। अब इन्टरनेसनल रूपमा पेमेन्ट सिस्टमको लागि नै हामीले कहाँ पैसा मगाउने भन्दा नेपालमै मगाउनु पऱ्यो। त्यसको लागि चाहिँ पेमेन्ट सिस्टम नै छैन भनेपछि बाहिरसँग कम्पिट गर्न अलिक गाह्रो हुँदो रहेछ। नेपालमा ह्युमन रिसोर्स नभएको चाहिँ होइन, किन यहाँ धेरै आउटसोर्स कम्पनीहरू पनि छन् अनि धेरैले अब घरमै बसेर धेरैले काम गरिरहेछन् अनि धेरैले राम्रो पनि गरिरहेछन्। तर त्यसलाई अलिकति हामीले रिसर्च गराउने हो, अनि गभर्मेन्टले केही पोलिसी बनाइदिने हो, के गर्ने हो भने त्यसको लागि अझ मार्केटलाई हामी बढाउन सक्थ्यौँ। बाहिरको कम्पनीहरू सरले अघि पनि भन्नुभयो, जस्तो भेटिक जस्तो कम्पनीहरू नेपालमा आएर काम गरिरहेछन्। यस्तो कम्पनीहरू हामीले अझ 8-10वटा ल्याउने हो भने त हामीले धेरै गर्न सक्थ्यौँ नि त। यहाँ हामीसँग मान्छे नभएको त होइन, तर पनि यहाँको पोलिसी अब नेपालमा एउटा इन्टरनेसनल कम्पनी आएर नयाँ सुरु गर्नु पऱ्यो भने पनि धेरै झन्झट छ। हामीले नै पहिला नै अस्ट्रेलिया कम्पनी नेपालमा स्टार्ट गर्न खोजेको, यहाँको पोलिसीहरूले नै गर्दाखेरि उनीहरूले चाहिँ स्टार्ट गर्न त्यति मानेनन् अनि इन्डियातिर उनी बढी इन्भेस्टेड गरे। अब भनेपछि हामीले ह्युमन रिसोर्स त हामीसँग छ होइन, हामीसँग काम गर्ने जाँगर पनि छ, इच्छा पनि छ, धेरैले घरमै बसेर पनि गरिरहेछन्। तर पनि के भयो भने यहाँबाट चाहिँ पोलिसीहरू त्यति राम्रो भइरहेको छैन। यहाँ अब बाहिरकोलाई चाहिँ अट्याक गरेर यहाँ केही कम्पनी अब इस्टाब्लिस गराउँ भने पनि अब पोलिसीहरू झन्झै ठुलो मान्ने या करप्सन छ भने बाहिर पनि धेरै यो कुरा उठिरहेको हुन्छ। त्यसले गर्दाखेरि अलिकति बाहिरबाट हामीले ठुल्ठुलो कस्टमरहरू ल्याएर यहाँ काम गरौँ भन्ने सक्ने अवस्था पनि गाह्रो भइरहेछ। अरू कुरा इन्टरनेसनल रूपमै जाने हो भने पनि हाम्रो जस्तै हङकङमा कम्पनी चलाइरहेको छौँ, त्यहाँ पनि त्यहाँ गएर काम गर्नको लागि पनि एउटा त नेपाली भइसकेपछि बाहिर भिसाको अलिकति प्रब्लम भइहाल्छ। त्योभन्दा पनि अब मेन चाहिँ पेमेन्ट सिस्टमको कारणले गर्दाखेरि हामीले बाहिर चाहिँ काम गर्नु अलिक गाह्रो भएको, यसले केही गर्न सकिन्छ भन्ने जस्तो लाग्छ। धन्यवाद श्रीजी। उहाँले उठाउनु भएको थियो एउटा चाहिँ पेमेन्ट गेटवेको इस्यु र अर्को चाहिँ इन्टरनेसनल कम्पनी नेपालमा भित्राउँदाखेरि हुने समस्या, त्यसमा पोलिसीका। म तमोदरजीसँग जानुभन्दा अगाडि एकचोटि फेरि दिपेशजीमा फर्किएर दिपेशजी दुईवटा इस्यु, एउटा त यो इन्टरनेसनल कम्पनी तपाईँले अब यसमा भिसामा कस्तो दुवैतिर इस्यु छ। भिसामा चाहिँ दुवैतिर इस्यु छ। जस्तै नेपाली बाहिर जानेमा पनि इस्यु छ र
प्रोफेसनल्ली चाहिँ विदेशीलाई नेपालमा काम गराउने हो भने पनि जुन किसिमको चाहिँ नेपालको इमिग्रेसन ल अनुसार गर्नुपर्ने चिजहरूमा नर्मल्ली मतलब नपाउने भने तर अमेरिकामा H1 गर्न सजिलो छ, नेपालमा इमिग्रेसन लिएर यहाँ काम गराउन गाह्रो छ। सो एन्ट्री लेभलको हिसाबमा चाहिँ अमेरिका जान गाह्रो जस्तो लाग्छ, तर टुरिस्ट भएर नेपाल बस्न चाहिँ सजिलो छ, मतलब पस्न चाहिँ सजिलो छ। तर कामै गर्ने हो भने जुन किसिमको प्रोसेस नेपालको इमिग्रेसनमा छ, अमेरिकाको H1 लिनभन्दा चाहिँ नेपालको इमिग्रेसन लिन गाह्रो छ, खास प्रोसेस हेर्ने हो। सो त्यो भिसाको अनि अर्को एउटा चाहिँ भिसाकै कुरा यहाँ उठ्या हुनाले एउटा जसले विदेशमा काम गरिरहेकोमा चाहिँ नेपाली भएको डिसाइड चाहिँ अब यो गभर्मेन्टले गर्न सक्ने हो कि भन्ने पनि थाहा छैन। तर जेनरली हामीलाई भिसा लिने बेलामा जुन नेपालीकोलाई डकुमेन्टेड प्रोसेसदेखि लिएर अपोइन्टमेन्टहरूदेखि लिएर भनौँ न हाम्रो US, UK, युरोपियनहरूमा लिने हो भने महिना दिन 6 हप्ता 8 हप्ता लाग्छ। सो हामीलाई बिजनेस मिटिङ गर्नु पऱ्यो र भिसा लिनु पऱ्यो भने नै अब बिजनेस मिटिङ गर्छु तँलाई ब्युरोमा गएर काम गर्छु, मतलब काम गर्न सक्छु भनिरहेछ, अनि ल मिटिङमा आऊ भने इन्भिटेसन लेटर पठाइदियो होइन भन्दाखेरि त्यो कम्पनीले के सोध्छ होला। सो त्यहाँदेखि नै यो भिसाको इस्यु छ होइन। अनि नेपालमा काम गराउने हिसाबमा चाहिँ मैले भनिहालेँ नपाउने चाहिँ होइन, तर जुन त्यो गभर्मेन्ट प्रोसेसहरू छ मेरो विचारमा यो 15 देखि 18वटा त्यो स्टेपहरू छ, त्यो हामी डकुमेन्टहरू दिनु पऱ्यो। सो त्यो दुवैतिर अलिकति अब कसरी गर्न सकिन्छ त्यो हेर्ने हो। अब जहाँसम्म फरेन कम्पनीजहरू नेपालमा आउने वा नेपाली कम्पनीहरू बाहिर जाने भने नेपाली कम्पनी त मोरलेस बाहिर जाने भनेको अलमोस्ट अहिलेको लागि चाहिँ अफिसियली पोसिबल नै छैन भन्ने पनि हुन्छ। सो बेसिकली यसमा चाहिँ अब भनौँ न उपाय चाहिँ के हो भने हामीले अब जोइन्ट भेन्चर पार्टनर्सहरू खोज्नु पऱ्यो। इन्टरनेसनल कम्पनीजहरूसँग चाहिँ अब 100% नेपाली कम्पनीले म विदेशमा पनि गर्छु भन्ने भन्दा पनि अब अहिलेको जुन प्र्याक्टिकल सल्युसन छ त्यसमा चाहिँ हामीले विदेशी पार्टनरहरू खोज्नु पऱ्यो, इन्भेस्टमेन्ट ल्याउनु पऱ्यो र त्यो अनुसार गऱ्यो भने चाहिँ अब मेरो हिसाबमा बाहिरको लागि अहिलेको लागि चाहिँ अब लङ टर्म सल्युसन नभए पनि इमिडिएट सल्युसन चाहिँ त्यो छ। र यो विषय रेजुलेसनमा हाम्रो गभर्मेन्टको एडारभन्दा तल एउटा घरमै बसेर पनि सफ्टवेयर डेभलपमेन्टहरू भइरहेको छ, टप कम्पनीलाई त्यो सपोर्ट दिइरहेको छ। त्यो कतिको इस्यु हो र यसलाई एड्रेस गर्नको लागि के कुराहरू हुनुपर्छ? यो पार्टलाई भनौँ न पोजिटिभ नै हेर्नुपर्छ जस्तो लाग्छ गभर्मेन्टले, किनभने भनौँ न अब आउटसोर्समा या चाहिँ फ्रिल्यान्सिङमा कोही इन्भेस्ट भइरहेछ र उसले $500 to $1,000 चाहिँ मन्थली कमाइरहेछ भनेदेखि चाहिँ त्यसले पक्का पनि कुनै न कुनै पार्टमा नेपालको आइटी इन्डस्ट्रीलाई चाहिँ सपोर्ट गरिरहेछ जस्तो मलाई लाग्छ होइन। अब त्यसलाई कसरी हुन्छ बरु करको दायरामा चाहिँ ल्याउने भन्ने कुरा चाहिँ गभर्मेन्टको नबुझाइ हुन सक्ला होइन। अब जसले चाहिँ एटलिस्ट भनौँ न एउटा राम्रै एमाउन्ट चाहिँ गभर्मेन्टको चाहिँ रेभेन्यूमा चाहिँ आउन सक्ने चाहिँ हुनसक्छ, तर त्यसलाई धेरै रेगुलेटरी फ्रेमवर्कमा ल्याउन खोज्यो भनेदेखि चाहिँ त्यो जुन इन्फर्मल च्यानलबाट आइरहेको रेमिटेन्स छ त्यो इन्फर्मल च्यानलबाट आइरहेको रेमिटेन्स पनि बन्द हुन्छ होइन। अब त्यसलाई हेर्नु छ भनेदेखि त्यो ट्रान्जेक्सनहरू चाहिँ हुन्डी थ्रुबाट चाहिँ आउँदैन, त्यो ट्रान्जेक्सनहरू चाहिँ आइदर पेपाल या चाहिँ वेस्टर्न युनियनको च्यानलबाट चाहिँ आइरहेछ, जुन भनेको गभर्मेन्टले चाहिँ फर्मल च्यानलबाटै रेमिटेन्स चाहिँ भित्राइरहेछ। त्यो फेरि अब 200-400 मान्छे मात्रै होइन, 3,000 5,000 मान्छे चाहिँ त्यसमा इन्भल्भ छ होइन। र इन्डिभिजुअलहरूको चाहिँ पोर्टलहरूमा टेन्डर कम्पिट गरेर उनीहरूले प्रोजेक्टहरू पाइरहेछ होइन। कन्सल्टिङदेखि लिएर डेटाबेसको डिजाइनदेखि लिएर प्रोग्रामिङको कुराहरू सबै चाहिँ गरिरहेछ, जसले गर्दाखेरि भोलि कुनै पनि इन्डस्ट्री नेपालमा ग्रो हुँदाखेरि जस्तै भनौँ न अब एफएम सफ्टवेयर होस् या चाहिँ डिटेलकै होस् या चाहिँ मेमोरी होस्, कम्पनी ग्रो हुँदाखेरि भोलि चाहिने रिसोर्सेस हामीलाई खोज्नु पऱ्यो भनेदेखि जुन इन्फर्मल च्यानलमा ग्रो भइरहेको ट्यालेन्टहरू छ त्यो ट्यालेन्टहरूले चाहिँ सोच गर्न सक्छ। अब आजको दिनमा हाम्रो इन्डस्ट्रीले त्यो क्यापेसिटीलाई चाहिँ आइदर सपोर्ट गर्न भन्नाले हामीले चाहिँ पे गर्न सक्दैन या अब त्यो क्यापेसिटीलाई पे गर्न सक्ने चाहिँ हाम्रो इन्डस्ट्री अहिलेसम्म ग्रो भइसकेको छैन। सो त्यो गर्दाखेरि चाहिँ यदि हामीले त्यसलाई सन्तुष्ट गर्न थाल्यौँ भनेदेखि त्यो मान्छेहरू बाहिर जाने बाहेक अरू उपाय चाहिँ हुँदैन। त्यसले गर्दाखेरि भोलि कुनै पनि केसमा यदि इन्डस्ट्री ग्रो हुन्छ र इन्फर्मल च्यानल कम्पनीमा चाहिँ क्यापेसिटी चाहिँ प्राइस बढ्छ भनेदेखि चाहिँ रिसोर्सेस त्यही मार्केटबाट आउने हो।
र हामीले पे चाहिँ उनीहरूले $500 कमाइरहेछ भने $1000 दिन सक्यो भनेदेखि चाहिँ तुरुन्त उनीहरूलाई चाहिँ हामीले इनरोल गरेर जबमा चाहिँ ल्याउन सक्छौँ। त्यसले गर्दाखेरि त्यसलाई चाहिँ हामीले पोजिटिभ लिनुपर्छ जस्तो लाग्छ। भनेपछि विश्वाजी तपाईँले के भन्नुहुन्छ, इन्फर्मल सेक्टरमा अहिले डेभलप भएको इकोसिस्टमलाई सरकारले कुनै न कुनै रूपमा चाहिँ प्रवर्धन गरेर भोलि मेन फ्रेम बिजनेसमा चाहिँ ल्याउन सक्नुपर्छ भन्नेमा चाहिँ ल्याउनु भएन होइन, बरु कसरी हुन्छ फुकाइ फुलाइ गरेर चाहिँ ट्याक्सको दायरामा ल्याउन सक्यो भनेदेखि चाहिँ राम्रो हुन्छ। त्योभन्दा बाहेक अरू चाहिँ गर्न भएन भन्ने कुरा चाहिँ ट्याक्स तिराउनलाई उहाँलाई समाधान भयो भने हाम्रो सफ्टवेयर बिजनेस सफ्टवेयर डेभलपमेन्ट कम्पनीजहरू चाहिँ भोलि ग्रो गरेर चाहिँ अलिक ग्लोबल लेभलमा अगाडि बढ्न सक्छ भन्ने लाग्छ। मार्फत जुन सफ्टवेयरहरू चाहिँ गभर्मेन्टको सेक्टरहरूले पर्चेस गरेको छ र युज गरिरहेको छ, जसले चाहिँ इन्डस्ट्रियल डेभलपमेन्टलाई सबभन्दा धेरै डिस्ट्रोय गरिरहेको छ होइन। सेभरल पर्चेस भएको सफ्टवेयरहरू चाहिँ सबै फोल्डरमा कन्भर्ट भइरहेको छ। त्यसलाई चाहिँ कुनै रिपोजिटरी बनाएर यो पर्चेस भएको सफ्टवेयर चाहिँ इम्प्लिमेन्ट गर्ने गरी फोर्सफुल अलाइनमेन्ट मात्रै भयो भने यसले निकै ठुलो छलाङ चाहिँ इन्डस्ट्रीको मार्छ जस्तो लाग्छ। एउटा यो कुरालाई हामीले चाहिँ नि क्यारी अन गर्न सक्यौँ भने यो चाहिँ मैले देखिराखेको, जस्तै मैले नै बेचेको जस्तै युजिसीले वर्ल्ड ब्याङ्कले एप्लिकेसन बनायो, फाइनेन्सियल एप्लिकेसन, जुन चाहिँ हामीले एचएससीबीलाई नै दियौँ, सिँचाइ विभागलाई पनि दियौँ होइन। अब क्लाइन्ट कोडको हिसाब किताब एचएससीबीले चलाइदिइराखे, सिँचाइ विभागले चलाएन। अब पर्चेस भयो, त्यो चलाएन, अब मोनिटरिङ भएको छैन। अब हामीले प्रडक्टमा प्रब्लम छ भन्नु भने सँगै अरू नयाँ इन्स्टिट्युसनले चलाइरहेको छ। अब छैन भन्नु भने उनीहरू अटोमेसन्स भइरहेको छैन होइन। अब यो टाइपको चाहिँ नि मैले एउटा सानो इक्जाम्पल मात्रै आयो, अरू सबै क्लाइन्ट भन्दा अप्ठ्यारो होला। यो चाहिँ अलिक धेरै नै देखिने गरी प्रब्लम छ, त्यो एउटालाई एनआइटिसीले मोनिटर गर्न सक्यो भने निकै सजिलो हुन्छ जस्तो लाग्छ मलाई। त्यस्तै अर्को एउटा निकै ठुलो प्रब्लम मैले देखेको के हो भन्दाखेरि जस्तै जेन्युन बाहिर आउटसोर्सिङ गर्ने अनि जुन हामीले कस्ट खोज्ने भन्यौँ त्यसलाई सपोर्टको कुरा यहाँ फेरि पनि उठिरहेको छैन। आउटसोर्सिङ गर्छ अरे भनेदेखि उनीहरू चाहिँ बिचरा एउटा आफ्नो भइरहेको ल्यापटपलाई लिएर साथीलाई अथवा उनीहरूले इम्प्लोइलाई भन्दा तिमी आफ्नै ल्यापटप लिएर भनेर प्रोजेक्ट खोलेर कहीँ आउटसोर्सिङ गरेको छ। उसले सामान्य इन्फ्रास्ट्रक्चर बनाउँछु, मलाई 20-50 लाख चाहियो भन्यो भनेदेखि कोही पनि हेल्पिङ नवान इज हेल्पिङ। यहाँ के हो इन्भेस्टमेन्टको सपोर्टै छैन। जबकि हामी त्यो उसले कहाँ कमायो भने त ठुलो आँखा बनाउँछौँ भने त केही हेल्प पनि गर्नुको लागि त्यो भयो हुनाले त्यो आउटसोर्सिङ गर्नेहरूलाई चाहिँ खास इन्फ्रास्ट्रक्चर चाहिँ धेरै क्राइसिस परिरहेको जस्तो लाग्छ मलाई। त्यसलाई चाहिँ सपोर्ट गर्दाखेरि खास गरी ब्याङ्किङ जुन प्रोसेस जस्तै अहिले चाहिँ नि हामीले सोलरलाई चाहिँ कुनै सपोर्टहरू गरेको भने जस्तै टाइपको केही एउटा गराउन सक्यो भने त्यसले निकै ठुलो हेल्प गर्छ होला। र तेस्रो र साह्रै धेरै मननीय कुरा मैले देखेको के हो भने हामी अलिक छिटो बिर्सन्छौँ जस्तो लाग्छ मलाई त। यो अघिल्लो गभर्मेन्टले नेपाली कम्पनीले नै बनाउन सक्दैन भने अब पासपोर्टको सामान्य रिक्वेस्ट गर्ने अनि त्यो रिक्वेस्ट गरेकोलाई चाहिँ डेटाबेसमा आउने, त्यो डेटाबेसबाट चाहिँ नि पासपोर्टको प्रोसेस चाहिँ नेपालबाट गरिदिने, बाहिर भएकाहरूले गर्ने भनेको छ। हामी टेक्निकल्ली हेर्ने हो भने सामान्य 2-3 महिना 5-6 जना मान्छेहरूले अनि राम्रो जेन्युन टेक्निकलहरूले बसेर गर्न सकिने खालको टाइपको प्रोजेक्ट थियो होइन। एकदम टाइटली छ, तपाईँहरू जसरी गर्नु पऱ्यो भने 20 लाख जतिमा बन्ने खालको प्रोजेक्ट थियो। त्यसलाई चाहिँ 20 करोडको भनियो र नेपाली कम्पनीले नै बनाउन सकिँदैन भनेर भनियो। त्यो पनि अफिसियल्ली गभर्मेन्ट च्यानलबाट जसलाई लबी गर्दै महावीरजीले एप्लिकेसन चाहिँ नि आर्टिकलसम्म लेखेर त्यसलाई चाहिँ नि फलोअप गर्नु पऱ्यो। हामी त्यति धेरै नेग्लिजेन्सी राख्छौँ र हामीलाई कसरी नोटिस पनि गर्दैन र हामी बिर्सिदिन्छौँ। त्यो भएर हुनाले यो टाइपको जुन एरर छ त्यसलाई कहीँबाट रोक्न सकेन भने अब हामी मतलब त्यो चाहिँ अलिक ठुलै मैले देख्दाखेरि चाहिँ भिक्टिमाइज नै भएको भन्छु मैले होइन। हामीलाई त्यति धेरै अन्डर एस्टिमेट गरिनु अलिक धेरै नराम्रो होला जस्तो लाग्छ। र आइएम सरी, म ठ्याक्कै विनोदजीले मलाई हेरि पनि राख्नु भएको छ। म क्याम्प इस्टाब्लिसमेन्टदेखि नै इन्भल्भ भइराखेको मान्छे हो। अब यो प्यानल डिस्कसन गरियो र यसको फाइन्डिङ्स चाहिँ भोलि कसले फलोअप गर्ने? फाइन्डिङ्स त हुन्छ, म फेरि सुरुदेखि नै इन्भल्भ भएको र यस्तो इन्भल्भमेन्टमा अहिले तल फ्लोरमा बसेर अब तैँले यसरी के कारणले अलिक धेरै फलोअप गर्नेमा पर्छु। तर फाइन्डिङ्सहरू मैले कहीँ पनि कसैले फलोअप गरेको देखिँदैन। यो फर्मल प्रोग्राम भयो, यो सकियो, अब यो आज गरियो, हामी भएर बेलुका खानासाना खान्छौँ, भोलिबाट बिर्सिन्छौँ। यसै पनि हामी नेपाली सर्ट पनि मेमोरी छ। त्यो भयो हुनाले यसलाई चाहिँ केही एउटा फलोअपमा राख्न सक्यो भने द्याट वुड बी वन्डरफुल। त्यही हो मेरो चाहिँ विचार। धन्यवाद आमन्त्रणजी। र यसमा समर्थन पनि धेरै हामीले हाम्रो बिजनेस सफ्टवेयर बिजनेस डेभलपमेन्ट सेक्टरबाट चाहिँ हामीले चाहेको आशाहरू के हो भनेर यो आजभोलि अलिकति चलन चल्तीमा छ, उधारोमा काम नगर्ने अथवा चेकमा काम नगर्ने, अलिकति
ह्यान्ड टु ह्यान्ड क्यास टु क्यास कुरा गर्ने पनि हामीले यो प्रचलन ल्याउने प्रयास गरेका छौँ र दामोदरजीले भनेको कुरा सही हो। यसलाई हामी निरन्तरता दिने डेफिनेटली प्रयासमा छौँ। अभियसली मार्केटबाट जुन क्यानले रिप्रेजेन्ट गर्छ त्यहाँबाट पनि सहयोग डेफिनेटली चाहिन्छ। दामोदरजीले उठाउनु भएको 3टा विषय, हुन त चौथो विषय हो, चौथो विषयलाई मैले अलिकति यहाँ बुझे जस्तो लाग्छ। 3टा विषय, सफ्टवेयर डेभलप गरिन्छ हाम्रो सरकारी निकायहरूले, तर त्यसलाई प्रयोग गरिँदैन। हुन त यहाँ हामीसँग डिआइटीको सर पनि हुनुहुन्छ, हामीसँग एनआइटिसीबाट पनि हुनुहुन्छ, जुन हाम्रो मुख्य विभागहरू हुनुहुन्छ। म श्रीजीलाई चाहिँ क्वेसन गरौँ। श्रीजी, तपाईँले ई गभर्नेन्समा पनि आफ्नो स्टडी अगाडि बढाउँदै हुनुहुन्छ। किन यस्तो यो बनेको सफ्टवेयरहरू प्रयोग हुँदैन, अथवा भनौँ न त्यो सफ्टवेयरहरू चाहिँ त्यसलाई फुल अप्टिमम युजेस हुँदैन, तपाईँको अनुभव के छ? त्यसपछि म दिपेशजीसँग अर्को प्रश्न लिएर आउँछु। नेपालमा चाहिँ हामीहरूले धेरै वर्षदेखि गरिरहनु भएको छ होइन, तर यहाँ मैले के देखिरहेको छु भने नेपाल गभर्मेन्टमा कुनै एउटा डिपार्टमेन्ट अथवा मिनिस्ट्रीले मलाई एउटा सफ्टवेयर चाहियो भन्छ, अनि चाहिसकेपछि टिआर बनायो गयो, त्यसपछि सफ्टवेयर बनाउने बेलामा किन बनाउन खोजेको भन्ने कुरा त्यहाँको स्टाफलाई राम्ररी थाहा छैन। कि त मान्छे ट्रान्सफर भएर अरू ठाउँमा गयो भन्छ, होइन भने हामीले किन बनाउनु लागेको भन्दा बजेट थियो, हामीलाई यो चाहिएको थियो बनाउनु लागेको भन्छ, तर किन त्यसको डिटेल किन चाहियो भन्ने कुरा स्टडी गरेर पनि भएको मैले देखाएको छैन। यसमा चाहिँ जनरली हामी चाहिँ अब कतिको रेडी छौँ भन्ने कुरा नै हामीले चेक गरेको छैन। अब कति रेडी छौँ, हामीलाई यसमा नेसेसिटी के हो, त्यसको लागि इन्फ्रास्ट्रक्चर छ कि छैन, यसमा ह्युमन रिसोर्स हाम्रो लागि छ कि छैन बनाउनको लागि भन्ने कुरा हामीले स्टडी नगरिकनै हामीले जुन गभर्मेन्टको लागि प्रोजेक्टहरू क्रिएट भइरहेको हुन्छ, डेभलप भइरहेको हुन्छ, अनि दामोदर सरले पनि भन्नुभयो इम्प्लिमेन्ट भएको छैन भनेर भन्नुभयो, त्यो कुराहरू पछिको पार्टलाई नहेरिकन सफ्टवेयर बनाउने भन्ने किसिमले बनाउन लागिरहेछ, तर हामीले त्यसको लागि कहिले पनि एसेसमेन्ट चाहिँ गरेको छैन। त्यसले गर्दाखेरि नेपाल गभर्मेन्टको सफ्टवेयर धेरै चाहिँ इम्प्लिमेन्टेसन हुन नसकेको हो कि जस्तो लाग्छ। दिपेश सर, यही प्रश्नलाई मैले फेरि यहाँ दिपेश सरसँग, दिपेश सर हामीले अघि ब्याकग्राउन्डमा कुरा गर्दाखेरि सफ्टवेयर कम्पनीमा पनि अलिकति केही क्याटेगराइजेसन रिक्वायरमेन्ट छ कि जसरी पासपोर्टको सफ्टवेयरमा दामोदरले उठाउनु भयो, नेपाली कम्पनीजलाई इन्कम्पिटेन्ट, असक्षम भनेर चाहिँ प्रतिक्रिया आयो जस्तो लाग्छ होइन? तपाईँ जस्तो कम्पनी जुन इन्टरनेसनली रिक्लेम्ड इन्स्टिट्युसनलाई सपोर्ट गरिराख्नु भएको छ, यो क्याटेगराइजेसनले यसलाई कसरी हेल्प गर्छ, अथवा हामीले कुनै मेसेज दिन सक्छौँ? यसमा चाहिँ म अलिकति डिफर गरौँ दामोदरीजीसँग भन्दा। खास सफ्टवेयर जुन तपाईँले रेज पनि गर्नुभयो होइन, नचल्नेमा चाहिँ मेरो विचारमा त्यो गभर्मेन्टको कुरा भन्दा पनि यता इन्स्टिट्युसन्स, यो जुन भनौँ न यता सफ्टवेयर कम्पनीजहरूको पनि इस्यु छ। मैले क्याटेगोरी के हिसाबमा भनेको भने जुन सफ्टवेयरहरू आह्वान गरिन्छ टेन्डरमा होइन, ओपन फर अल हुन्छ, अनि अब सफ्टवेयर त्यसै पनि ग्रे एरिया हुन्छ, ठ्याक्कै स्कोप भन्न सकेका हुन्न। र अब यहाँ धेरैजनाले चाहिँ कस्तो भने सक्दैन भनेको, अब एक्सपिरियन्स किन चाहियो र मसँग आइडिया छ भन्ने हुन्छ होइन। तर एक किसिमले पासपोर्टकै कुरा गर्ने हो भने अब 15,000 डेटाबेस हुनु र 3 करोड डेटाबेस हुनेमा हार्डवेयर साइट्स कसरी गर्ने होइन, डेटाबेसलाई कसरी इफिसियन्ट बनाउने, सेक्युरिटी कसरी गर्ने भन्ने एक्सपिरियन्स भएको हुन्छ। नाम राख्ने हो, पासवर्ड नम्बर राख्ने हो, एड्रेस राख्ने, प्रिन्ट गरे भइहाल्यो नि भन्ने हुन्छ होइन। तर यस्तो सेन्सिटिभ चिजहरूलाई सेन्सिटिभली हेर्नु पऱ्यो। प्रेस छ भन्दैमा नोट त छाप्न सक्दैन नि, छाप्ने टेक्नोलोजी त छ, तर अब छाप्ने भन्दैन, सक्छ पनि होला होइन। तर गभर्मेन्टले त्यो हाई सेक्युरिटी चिजमा त्यति रिस्क लिन मिल्छ कि मिल्दैन होइन, त्यो पनि हेर्नुपर्ने हुन्छ। सो मेरो विचारमा चाहिँ यो अहिले यो चाहिँ मेबी सफ्टवेयर हुन त 20 वर्ष 25 वर्ष भइसक्यो, ट्रान्जिसनै भइरहेको छौँ होइन। मार्केट मेच्योर भएपछि जस्तै सिभिल कन्स्ट्रक्सनमा विचार गर्ने हो भने एबिसिडी क्लासहरू त्यसै त राखेको होइन होला नि त भन्दाखेरि मेरो विचारमा यदि इन्डस्ट्रीलाई सफ्टवेयर सेक्टरलाई चाहिँ इन्डस्ट्री बनाउने हो भने अब चाँडै नै यो क्याटेगोरी चाहिँ बडातिर चाहिँ जानुपर्छ जस्तो मलाई लाग्छ। यसले चाहिँ के हेर्नु गर्छ भने अहिले मेच्योरिटी हुनको लागि चाहिँ जुन इन्स्टिट्युसनल एक्सपेन्सेसहरूमा अब नयाँ आफूले डेलिभरी गरेको प्रोजेक्टहरूको हुनसक्छ, अब एचआरहरूको क्वालिफिकेसन हुनसक्छ होइन। अब त्यसमा अहिले मलाई माइन्डमा आएको चाहिँ के हो, तर मेरो विचारमा यो त्यति सजिलैसँग राख्न त मिल्दैन होला, त्यसमा अलिक विस्तृत अध्ययन त गर्नुपर्छ होला। तर एक्सपिरियन्स र जुन स्केलको काम गर्नेले सक्ने कुरा चाहिँ मेरो विचारमा भनौँ न, हामी लास्ट भनौँ न होइन कतिचोटि प्रेसहरूमा आएको छ, वेबसाइट बनाउँछ होइन, गभर्मेन्टको वेबसाइट ह्याक भयो भन्दाखेरि
भनौँ न वेबसाइट त्यो ह्याक नगर्नको लागि बनाउनु पर्ने क्याटेगोरीमा जुन एक्सपेन्स पर्छ त्यो खर्च नगरिकन ओपन कम्पिटिसन गरेर 5,000लाई पनि वेबसाइट बनाउनु दिएको छ। अनि गभर्मेन्टको वेबसाइट बनाउने बेलामा चाहिँ जुन सेक्युरिटी एक्सपेन्सेसहरूको हिसाब नगरेपछि त नेचुरली यस्तो इस्युजहरू त आउँछ। थ्याङ्क यू दिपेशजी। र म यसमा अब ज्योति सरका जाउँ। ज्योति सर, हामीले पनि ब्याकग्राउन्डको कुरा गर्दाखेरि यो ट्याक्स रिबेटको कुरा र धेरै कुराहरू कहाँ छ अनि त्यो बाटो कस्तो छ? नयाँ बाटो त छ तर त्यो सधैँ ओपन हुन्छ भन्ने छैन। त्यसैले आधा घन्टाको बाटो भयो भने त्यो आधा घन्टामा पुग्दैन। त्यो जुन सर्भिस चाहिँ दिने तर युज गर्न नसक्ने खालको सर्भिस दिने भने जस्तो सर्भिस लिन आउँदैन। त्यसैले मेरो विचारमा एउटा राम्रो उपाय चाहिँ के हुनसक्छ भने भर्चुअल आइटी पार्कको कन्सेप्टमा